यस्तो मिठो मिठो गुलियो गाजरहरू आइरहेछ अहिले चाहिँ यसबाट चाहिँ एकदमै मिठो यो क्यारेट केक बनाऊँ है त। अहिलेसम्म चाहिँ गाजरबाट बनियो एकदमै मिठो केक खानु भएको छैन भने चाहिँ युआर मिसिङ आउट समथिङ रियली गुड। आज चाहिँ म सिकाउँछु है त क्विक एन्ड इजी रेसिपी। सुरुमा चाहिँ एउटा भाँडोमा 2वटा अन्डा हाल्ने र यहाँ चाहिँ मैले यो हाफ कप चिनी र 1/4 कप चाहिँ ब्राउन सुगर लिएको छु। 3/4 कप व्हाइट सुगर मात्रै हाल्दा पनि हुन्छ। 2 बिर्को जति भ्यानिला एसेन्स हाल्ने र मजाले मिक्स गर्ने यसलाई चाहिँ सुरुमा। बिटर छ भने बिटरले मिक्स गर्दा पनि भयो र हाफ कप जति चाहिँ दुध पनि एड गरेर मजाले मिक्स गरेँ। 1/4 कप जति चाहिँ तेल पनि हालेँ, बटर पनि युज गर्न सक्नुहुन्छ। आज चाहिँ मैले यहाँ 1 कप र आधा कप मैदा युज गरेको छु, आटामा पनि गर्न सक्नुहुन्छ। अब आधा चम्चा बेकिङ पाउडर र आधा चम्चा बेकिङ सोडा हालेर मजाले छान्ने। मैदा, बेकिङ पाउडर, बेकिङ सोडालाई चाहिँ मजाले मिक्स गरिसकेपछि यो चाहिँ यतिको भयो। अब चाहिँ यसमा मेन इन्ग्रिडियन्ट कोरेर राखेको गाजरलाई हाल्ने। मैले चाहिँ 2 कप हालेको छु, टोटल 3टा गाजर जति होला। र राम्रोसँग मिक्स गरेपछि आधा चम्चा चाहिँ सिनेमनको धुलो, थोरै नुन र भिनेगर पनि 1 चम्चा हालेर फेरि लास्टमा मजाले मिक्स गर्ने। दालचिनीको धुलो चाहिँ अप्सनल हो, तर हाल्दा मिठो हुन्छ र भिनेगरले चाहिँ अझै सफ्ट बनाउँछ, त्यही भएर भिनेगर चाहिँ हाल्नु होला। अब चाहिँ एउटा बेकिङ ट्रेमा तल पार्चमेन्ट पेपर हालेर मैले ग्रिज गरेर यो ब्याटरलाई हालेर माथिबाट चको चिप्स हालेँ र यसलाई चाहिँ 180 डिग्रीमा 50 मिनट्स जति बेक गरिसकेपछि यो हेर्नुहोस् त एकदमै मिठो दामी क्यारेट केक रेडी भयो। त्यस्तो गुलियो पनि थिएन, एकदमै ठिक्कको थियो। चिनी चाहिँ बढाउन सक्नुहुन्छ, यस्तो मिठो बन्छ। तर यो रेसिपी ट्राई गर्नुहोला र फलो फर मोर रेसिपी।